यता यो बागलुङ धुसा भन्ने ठाउँमा चाहिँ बाटो पिच भइसकेको छ, हुन लागेको छ साथीहरू। ल हेर्नुस्, चट्ट घरको अगाडि यहाँ एकदम सहज पनि भयो हामीलाई हैन। बागलुङतिरबाट आउँदा चाहिँ एकदम यो सेन्टर परेको ठाउँ। यो धुसा भनेर सबैले चिन्नुहुन्छ यतातिर। किन बाङ्गो भयो त्यसको टायर? टायर किन बाङ्गो भयो? त्यस्तो गरा होला यार। ए ल लो यार, त्यस्तो गराउने चाहिँ किन बाङ्गो भयो भने गटाल्जी बनायो त्यसले त। सारा रा पिज हुने भयो साथी यताको बाटो। हेर्नुहोस्, हामी चाहिँ यता अनुप खाजा घर धुसामा छौँ। नास्ता खाँदै गर्दा, चिया पिउँदै गर्दाखेरि चाहिँ यता बाटो पिच हुँदै रहेछ साथीहरू। हेर्नुहोस्, अब गाउँघरतिर पनि बाटो पिच नलायो चट्ट।